ठाउँको नाम के अरे? अलरिजाल हैन? यो मेरो साथीहरु साउदी अरबको यो अलसुडा डाँडाबाट तल झरेपछि यो अलरिजाल भन्ने ठाउँ आउने रहेछ। माथि जाने ठाउँ रहेछ यो। मान्छेहरु घुम्नलाई टन्नै आउने यो ठाउँमा। माथि जानलाई? भित्र छिर्ने कि माथि जानलाई? माथि जाने होला नि, यहाँबाट छिर्ने भने लिन यहाँ माथि जानको लागि 20 रुपैयाँ टिकट काट्नु पर्ने रहेछ। ल हामी माथि जाँदैछौँ। गर्मी त खतरा छ बा साउदी अरबको गर्मी। यो चाहिँ मेन गेट रहेछ छिर्ने ठाउँ। टिकट काट्नु पर्ने रहेछ 20 रुपैयाँ माथि आउनलाई। उकालो रहेछ यार गर्मी, त्यसमाथि यस्तो उकालो। यता देख्न सक्नुहुनेछ बसेर खाने ठाउँ पनि रहेछ। खतरा ठाउँ छ त नेपालतिर जस्तो काठले बनाएको। काठको होइन यो। ओली फोटो हान्दियो कि यहाँ। यो देख्न सक्नुहुनेछ पुरानो जमाना साउदी अरबको घर। यसरी ढुङ्गा र माटोबाट नेपालतिर जस्तै घरमा माथि छट हेर्नु। यसरी काठसाठ हालेर बनाउने रहेछन्। गाउँले आउने यता पुरानो घरमा सिम नेपालमा जस्तै यसरी माटो ढुङ्गा बनाएर माथि छतमा काठ हालेर त्यसरी बनाउनु रहेछ। हाम्रो फोटो खिच्ने कार्यक्रम हुँदैछ। 20 रुपैयाँ टिकट काटेर हामी यहाँ डाँडामा आइसकेका छौँ। देख्न सक्नुहुनेछ यसरी घर बनाउने रहेछन् पहिला साउदी अरबमा। हो डाँडा हेर्नु त मास्तिर। यो हाम्रो रुकुम पूर्व रुकुमको टक्सेरा जस्तो पुरानो बस्ती होला। पूर्व रुकुमको टक्सेरा गाउँ जस्तै अरे यो। ल जाम ल देख्न सक्नुहुनेछ पुराना घरहरू। तर सबै भत्किसकेको छ। यसको लागि 20 रुपैयाँ टिकट, यति हेर्नलाई 20 रुपैयाँ टिकट काट्नु पर्ने। साउदी रियल 20 रियल। यो देख्न सक्नुहुन्छ पहिला साउदी अरबमा यस्तो घरहरू बनिरहेछन् माटोबाट। उतातिर सबै भत्किसकेछन् क्या घरहरू। घाँस पलाएर हाम्रो नेपालतिर छोडेको घरमा लहरावाला घाँस पलाउँछ नि त्यस्तै पलाइसकेछ। घरहरू थिए यसरी खतम भइसक्यो। बात नहीं करेगा तो है।
देख्न सक्नुहुनेछ साउदी अरबमा पहिला यस्तो ढोका हुने रहेछ। ओ माई गड, खतरा छ त यार घरहरू त। सोरुम जस्तो छ त यो त यार, यहाँभित्र के जाने ठाउँ हो यस्तो? सोरुम देख्नुहुन्छ पुरानो घरहरू, कमेरो माटोले लिपेको घरहरू। माई गड, खतरा रहेछ। नेपालतिर जस्तो माटोले लिपे गऱ्यो के भन्छ यसलाई? ठुलो दलिन, घरको दलिन माटोले लिपेर त्यो माटोको घर भनेको माटोकै घर हुन्छ। कति शीतल छैन? झ्याल सेम नेपालको जस्तै हो कि, त्यो काठ हालेर माथिबाट माटोले छाप्थ्यो त त्यस्तै सेम। कस्तो लाग्यो केटाहरू तिमीहरूलाई पुरानो घर साउदी अरबको? माटोको घर भनेको माटो घर हुन्छ कि, खतरा चिसो छ यार। एक दिउँसो बालबच्चा लिएर काम गर्छ। हेर्न सक्नुहुन्छ माथि काठ हालेर पुरा ठाउँ छ। पुरा गल्ली गल्ली रहेछ सुरुङ जस्तो यार। ओ सोल्टीहरू के छ? अझ तल पनि छ? तल निक्लेर फेरि टिकट काटेर माथि आउनु पर्ने हो। यतिसम्म त हाल्नु हुन्छ, गाह्रो ढुङ्गा दुई हातै छ यो त होइन? हेर्न सक्नुहुन्छ दुई हातै छ कि दुई हात ढाई हातै छ? 2 फुटको खतरा बाक्लो बनाउनु पर्ने। गल्ली लास्ट सानो सानो रहेछ है। हेर्नु यो गल्ली माटोको घरमा शीतल चाहिँ शीतल हुन्छ कि। टेम्परेचर नाप्ने छैन, सराउन्ड टेम्परेचर नाप्ने पनि। जम्मा माथितिर चाहिँ हेर्नु त गल्ली यतै हो कम कम। बाटो बिर्सेला है निक्लिने भिडियो गर्दै जाऊ, हेर्दै आउने मित्रले। हामी फाइनली यहाँ बाहिर निक्लिसक्यौँ। देख्न सक्नुहुन्छ घुम्नलाई मान्छेहरू टन्ने आएका छन्। हाम्रो ऊपर डाँडा से आएन, त्यो डाँडामाथि टुप्पाबाट हामी तल झरे आएछ भन्छ गमला, पुरानो गमला तेरिका। माथि हेर्नु त माथि के हो त्यस्तो काठको बाँड ताली हो क्या? त्यो चिसो खानालाई निक्लिने ठाउँ रातिमा गर्मी हुँदा।
यता हाम्रो सरहरूले फोटो खिच्दैछन्। ऊ त्यो के को बुट हो या त्यो लाकुरीको बुट। यो जेठो चाहिँको यो माइलो चाहिँको घर जस्तो छ यहाँ बिचबाट छुट्टियो नि त। त्यसो गाउँले ठिक छ नि, कस्तो लाग्छ साउदीको यो पुरानो घरहरू? पहिलामा त ठिक लाग्थ्यो, यसमा 20 रुपियाँ छुट्टै टिकट 20 रुपियाँ काटेर छिर्ने भयो। पहिला आउँदा चाहिँ फ्री थियो अरे, फर्स्ट टाइम आएको। अरू गाउँले चाहिँ पहिला आउँदा चाहिँ फ्री थियो अरे, टिकट थिएन अरे। अहिले चाहिँ टिकट 20 रुपियाँ। देख्न सक्नुहुन्छ लालटिन। पुरानो जमानामा अब त्यो बेलामा साउदीहरूमा लाइन साइन थिएन होला नि। अहिले पो पेट्रोल डिजेल सस्तो छ। त्यो बेला चाहिँ लालटिनै बालेर गुजेर चलाउँथ्यो त होला नि हामीले जस्तै। नेपालमा पनि हामीले लालटिन बाल्यौँ पहिला। तल चाहिँ खाजा खाने ठाउँ रहेछ। यो देख्न सक्नुहुन्छ मान्छेहरूको भिड। साउदी अरबको पुरानो घर हेर्नलाई यति मान्छेहरू 20 रुपियाँ टिकट काटेर आउनुहुन्छ। भारी डाँडा हेर्न सक्नुहुन्छ, कत्रा कत्रा। फोटोको पोज हेर्न सक्नुहुनेछ यता क्यामेराम्यान। के बन्धु, के खबर टपर? हेलो हेलो। यो बन्दुक, पुरानो बन्दुकहरू। यो चाहिँ म्युजियम। त्रिशूल यो बन्दुक ठोकम त हेर्न सक्नुहुनेछ गाइजहरू। यो चाहिँ जेलखाना, पुरानो जेलखानाहरू यो चाहिँ जेलखानाहरू। ताला हेर न कस्तो छ। झ्याल ठ्याक्क नेपाली स्टाइलको, पुरानो स्टाइलको। ल हेर्नु होला पैर में लगाता है। मतलब चेहरा वाला को हाथ में ऐसे लगा, पैर में लगाए हो। पैर में हाथ में पूरा लगा है। सक्नुहुनेछ। के छालाको झोला जस्तो छैन? म्युजियम यो झोला धक्कीहरू यो देख्न सक्नुहुनेछ। क्यामेराम्यान यहाँ के छ? यो ढक्किया यहाँ देख्न सक्नुहुनेछ। यो हो नि तरिका। यो क्यामेराम्यान सक्नुहुनेछ। यो के हो त? यो घोडाको काठी। घोडाको काठी हो यो? त्यो घोडाकै होला हैन? घोडाको काठी। भिडियो देख्न सक्नुहुन्छ। छालाको कपडा। अब हामी अर्को रुममा जाँदैछौँ। कता गयो केटाहरू? माथि म्युजियम।
यहाँ फोटो खिच्ने कर्मचारी छ ल फाइनली हामी माथि डाँडामा निक्लेछौँ तलबाट घुम्दा घुम्दा यहाँ तलबाट छिरेको हामी यहाँ माथि आइपुगिसक्यौँ यार देख्नु हामी ऊ त्यो डाँडाबाट झरेको यहाँ आउँदाखेरि के भयो त्यो देख्यो यो किल्ला नै रहेछ के हो हँ युद्धको त्यस्तै लाग्यो होइन यो दाइ भनिदिनु पऱ्यो दाइ यो के हो धेरै अब हेर्नु यस्तो यस्तो निशानाहरू कोही युद्धको के भन्छ किल्ला जस्तै देखिरहेछ अनुमान लाग्यो हनुमान देख्न सक्नुहुन्छ यो के हो यो हलो यो हलो हलो हो त्यो माथिको नि हलो हो त्यो के हो यो त के अरे यो गोरो लगाएर जुवाहरू बहुत बड़ा है आरा इसलिए ऐसा है। बाहर निकलने चाहिए यो रहेछ जुवा जुवा हो यो त यहाँबाट यो हलो त फाइनली गाइजहरू हामीहरू यो ठाउँ घुमेर अब हामी कहाँ जाँदैछौँ अरे सिकिक सिकिक जाँदैछौँ यहाँ घुमियो मोटो गरेर टाइम पनि बस्ने लाग्यो गर्मी गर्मी साउदीको गर्मी के बन्धु गर्मी बेसी बहुत गर्मी भाई अरे इधर भी लाल हो गया सीख जाएगा तो काला हो जाएगा अब हामी सिकिक जाँदैछौँ समुद्रमा डुबुल्की मार्नलाई चुमचुम यहाँको गर्मी त अब सिकिक गएर हामीले गर्दैछौँ ल फाइनल्ली गाइजहरू हामी समुद्रमा आइसकेका छौँ सिकिक साउदी अरबको सिकिक भन्ने ठाउँमा यो समुद्र देख्न सक्नुहुन्छ हरियाली इधर नहीं रे बंद यहाँ ढुङ्गा पल्टी भएछ मान्छेहरू घुम्न आछन् टन्नै